हामीले हार्यौ अर्काइलाई दाउ लाग्यो कामालो यो मुटुमा घाउ लाग्यो भाग्य फुट्यो ऐना फुटेछ सपनीमा निन्द्रा टुटे झै छुट्नु पर्यो। आहा कति राम्रो देखिएको हेर्नुहोस् त। पुराना नेताहरूले राजनीतिबाट बिदा लिएर मजाले अभिभावकको भूमिका निर्वाह गरिदिएको भए टक्क लाएर पार्टी होइन प्रोग्रामहरू एउटा कार्यक्रमहरू ठुल्ठुला सभाहरूमा टक्क जाने डान्स गर्ने रमाइलो गर्ने मर्ने मुक्ति पनि मिल्थ्यो क्या। अब मर्ने बेला भइसक्यो, बेडबाट उठ्न सक्ने क्षमता छैन, पेसाब फेर्नको लागि टोयलेटमा बसेपछि उठ्न सक्ने क्षमता छैन, अझै म पार्टीको अध्यक्ष बन्छु, राजनीति गर्छु, प्रधानमन्त्री बन्छु भनेर दौडेको देख्दाखेरि त्यही भएर जनताले लखेटेको, त्यही भएर जनताले बढारेको। मजाले बुढेसकालमा चाहिँ उमेर पुगेपछि राजीनामा दिएर अवकाश लिएर मजाले बसेको भए हामीलाई पनि आनन्द लाग्थ्यो, नयाँ पुस्ताले पनि न्याय पाउँथे। त्यो हो नि त तरिका। अहिले डान्स गरिरहेछ, राम्रो लागिरहेछ, यस्तै गरेर अब डान्स गर्ने हो। हुन त अब प्रतिवेदन आइसकेको छ के जेलतिर डान्स गर्ने, जेलमा मिलेर सबैजना मिलेर डान्स गर्ने है त।